साथै दामी छैन र भने यस्तो बवाल देखिरहेको छ यार मैले त। आज चाहिँ हामी अलिकति पर छौँ है, आज अलिकति फरक छ। आज हल्का एउटा भ्लग हानिदिउँ भनेर आज चाहिँ मेरो प्यारीले कुदाउँदैछ। अलिक चिटिक्क परेको क्युट ठाउँ छ क्या, सो त्यो ठाउँमा गएर चाहिँ यसो ब्रन्च गर्ने प्लान छ हाम्रो। साथीहरू कस्तो राम्रो सनी डे छ नि, हेर्नु न है। साथीहरू हामी यो बेलिङटन एरियामा आइपुगेछौँ होइन। सो दिस इज यही टाउनमै आउनु खोजे हो, एस्थेटिक टाउन छ। ल बोर्ड अघिदेखि आइरहेको थिएन। यो गाडीहरू नभएको कति राम्रो। Go. निकाल्नु बच्चा रहेछ। Done. के छ हजुर? सो आफ्टर ब्रेकफास्ट चाहिँ हामी अलिकति माथि 30 मिनट ड्राइभमा चाहिँ एउटा वाटरफल छ भनेर त्यतैतिर लाग्यो। साथीहरू एउटा यस्तो दामी वाटरफलमा आइपुगेको छ हामी है, देखाउँछ है त क्या दामी छ। अहिले पछि म माथिको फुटेज पनि देखाउँछु, तर अहिले चाहिँ फर्स्टमा चाहिँ हामी पहिला तल जान्छौँ। ल हेर्नु साथीहरू कस्तो राम्रो फिल छ नि है, नाइस छ। साथीहरू हेर्ने हो। अब के अरे वाटरफलको भिडियो मात्र पनि राखिदिन्छु। साथीहरू दामी छैन र भने यस्तो बवाल देखिरहेको छ यार मैले त। हो नि यसो राम्रो एउटा ब्रिज छ है, वाकिङ ब्रिज वुडको सिम्पल बोर्ड वक छ, भेरी क्युट। त्यसको तल हेर्नु त खोला पनि देखिन्छ। रातो र निलो परेवा होइन है। साथीहरू माथिबाट हेर्ने हो त अब कस्तो देख्छ? हेरिदिन्छु त। अनि यहाँनिर चाहिँ स्विमिङ पनि खेल्न मिल्छ, त्यही राम्रो छ तपाईँको। अहिले चाहिँ जाडो महिना भएर वी क्यान स्विम हाउस। कति चिसो होला यहाँको पानी, यस्तो सफा ग्रिन। होइन कति राम्रो। अनि त्यहाँ परेको त्यो कस्तो ग्रिन छ त्यो। त्यो उता पनि अझै गाईहरू रहेछ नि अब। साथी हेर्नु त त्यहाँ थ्याङ्क यू रे। ल तपाईँहरूलाई पनि थ्याङ्क यू भेरी भेरी मच हाम्रो भिडियो हेरिदिनु भएकोमा।